रनिङमा चाहिँ जहिले ब्रिथ इन आउट इन आउट। हामी पनि एक समयमा कुद्थ्यौँ। नमस्ते सबैजनालाई, म विश्वास भुजेल। यो कुनै एड प्रकारले नहेरिदिनु होला। यो एउटा युवाहरूलाई, म पनि मेरो भाइ बहिनीहरूलाई, मेरो उमेरमा म नि 20-22 वर्षको उमेरमा म पनि पुरै खेलकुद गर्थेँ। आज मलाई फेसबुक सोसल मिडियामा यो खाने त्यो खाने मान्छेहरूले भन्यो भनेर म आफ्नो कहिले पनि आफूले आफूलाई डाउन गर्दिनँ। त्यसर्थ म के भन्न चाहन्छु, तपाईहरूलाई आज जतिले भन्दैछ नराम्रो चिज खाने, यो खान्छ त्यहाँ यो गर्ने, तपाईँहरूलाई कुरा काटिरहेछ, तपाईँहरूको बाधा बनिरहेको छ, तपाईँहरूलाई डिप्रेसनमा पनि लान्छ। म बुझ्छु यो स्थिति, मैले पनि झेलेको छु र तपाईँलाई आफूलाई प्रुभ गर्नु छ। सो लेट्स रन है। 27 सेप्टेम्बरमा रोहिणी लेकदेखिको 10 किलोमिटर फुटबल रन म्याराथन हुँदै रहेछ है। मेरो दाजु हुनुहुन्छ कर्सियङमा, कर्सियङको हुनुहुन्थ्यो, अहिले रोहिणीमा हुनुहुन्छ र उहाँले मलाई यो एउटा भिडियो बनाइदिए भनेर भन्नुभयो है। सो दिस इज नट एडभर्टिजमेन्ट है, स्पेसली म यही भन्न चाहन्छु, यो चाहिँ मेरो युवाहरूलाई विशेष गरी, अब यहाँ सबै क्याटेगोरिजको छ है। तपाईँ 50 वर्षदेखिको माथि पनि दौडने दाजुहरू पनि हुनुहुन्छ है। अब जसलाई पनि यो एउटा हेल्थ विषय लिएर है, जिन्दगीमा हार चाहिँ नखानु, म त्यही भन्न चाहन्छु है। कोसिस गर्नुहोस्। अहिले उमेर छ तपाईँहरूसँग, विशेष गरी म युथहरूलाई यो कुरो सेयर गर्न चाहन्छु है। तपाईँहरूकोमा उमेर छ, अहिले बिग्रिनु भएको छ भने पनि, कुनै नराम्रो चिजमा डुब्नु भएको छ भने पनि त्योभन्दा पार हुने प्रयास गर्नुहोस् र हेल्थलाई माया गर्नुहोस् भन्दै है, म तपाईँहरूलाई यहाँ यो साइडमा एभ्री डिटेल्स तपाईँहरूले हेर्नुहोस्। यहाँ सबै यसमा यहाँ क्युआर कोड पनि छ तपाईँहरूको जोइनिङको लागि है। तपाईँहरूको के अरू के कसो छ तपाईँहरूले यहाँ डल्लै डिटेल्स बुझ्नु हुँदैछ र तपाईँहरूले हेरेर तपाईँहरू आइदिनुहोस् होइन। 27 सेप्टेम्बरको दिन एउटा यो नयाँ एउटा हाम्रो सुरुवात गरौँ होइन। प्रेमको ब्लेम लाउनेहरू जति पछाडि होस्, हामी मनले जिउनेहरू यसरी जिउँदै जानुपर्छ। जय गोर्खा सबैलाई है। थ्याङ्क यू सो मच, लभ यू अलवेज।